दामी। आज त यहाँ पानी पर्यो भर्खर आउँदा आउँदै हल्ला पानी पर्यो भन्नु अरे। पानी पर्दा दुखी हुनु कि खुसी हुनु हुन्छ, यहाँ त खुसी हुन्छ यहाँ त पानी पर्दा। यति बेसी यहाँ त पानी पर्यो भने रोटै भरिहाल्छ। बल्ल पानी परेर अलिक शीतल भयो भन्नु अरे। ए कालो बिरालो झन्डै बाटो काट्यो भन्नु अरे। भन्छन् कालो बिरालोले बाटो काटेको राम्रो होइन भन्नु। पानी पर्दैछ, पानी परिराखेको छ हेर्नुहोस्। पानी यस्तो गरममा चाहिँ बल्ल बल्ल पानी पर्दा त खानु खुसी लाग्छ। भिज्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ नि हौ। के गर्नु तर ब्याग बोकेको छ भने त अब भिज्नु भएन, फोन भिजिहाल्छ। त्यही भएर चाहिँ छाता ओढेर हामी जानै पर्यो। यस्तो बल्ल बल्ल पानी पर्दा त खानु खुसी लाग्छ नि त। आज चाहिँ शीतल हुने दिन आयो। आज एक दिन चाहिँ अब भोलि चाहिँ फेरि घाम लाग्छ। अनि आम्बो भोलि त झन् आजको शीतल होइन, अहिले एकछिनको शीतल रातिको शीतलले भोलि बिहान चाहिँ उठ्दा त अहो सूर्यनारायणले त फेरि चट्ना आँखा खोलिदिइराखेको हुन्छ नि हौ। त्यहाँदेखि चाहिँ के गर्नुहुन्छ गर्मी। अलिअलि पानी पऱ्यो सक्यो। उता त ठुलो पानी पऱ्यो, यता त छैन फेरि। अब गएर खाना बनाएर खाएर सुत्नुपर्छ, फेरि भोलि ड्युटी आउनुपर्छ। पानीमा भिज्दै भए पनि भिडियो बनाएको 2 दिन बनाउनु पाएको छैन। त्यही भएर आज चाहिँ बनाउनु पर्यो भनेर फेरि बनाएको नि। के गर्नु। यहाँ त फेरि पानी नै परेको छैन रहेछ। यहीँ मेन रोडमा पानी परेको छ, यहाँ परेको छैन। फेरि यहाँ स्टार्ट हुँदैछ। ल हुन्छ राखेको। बाई बाई, गुड नाइट सबैजनालाई।